हामीले एउटा ट्राइपड लिएर आउनु पर्ने रहेछ त होइन ट्राइपड एउटा चाहिँ लिनै पर्छ अब लन्डन जानेलाई चाहिँ एउटा किन्न पर्छ यता गोप्रो ऊ यतातिरबाट किन्ने भयो भने यतातिर नजिक उयो त केही पाउँछ मेरो बडी कत्रो देखेको अलिकति प्लम पऱ्यो अझै बडी कत्रो देखेँ त्यसो नखिचा छैन त्यसको सिधा गरेर खिच्या हुन्थ्यो मैले सिधा गरेर भिडियो खिचेँ के अरे जसको बडी छैन उसको सङ बडी छ भन्थ्यो यो पनि स्टेसनै रहेछ फेरि स्टेसन जाने बाटो चाहिँ रहेछ कता हिँड्छ हामी इट्स टेम्पल इट्स हिन्दू टेम्पल यतातिरबाट बस्छ अलिकति अगाडि रोटी टर्निङ गरेपछि केही थाहा छैन हामीलाई पनि थाहा छैन हिँड्ने हो त्यत्तिकै हिँड्ने हो त्यत्तिकै जहाँ जहाँ पुगिन्छ त्यतातिर राजेश आँखैदेखि खोल्नै नसक्ने यस्तै घाम आएर उर्मिलाले क्याप लाग्यो उर्मिला ठिक्क भयो राजेश कहाँ हिँडेको यार आइज केटा हो यहाँबाट फोटो खिच्ने यहाँ ऐनामा ए ठिक छैन यार आइज हो उर्मिला लिने कालो ठाउँमा परेछ होइन मेरो त अनुहार पनि देखेन होला होइन मेरो छाला छ सर्ट र प्यान्ट मात्रै यहाँ ठिक छ यहाँ ठिक छ ल यहाँ चाहिँ उठेको छ है मलाई दिइरहेछ अलि 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 क्लोज 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 आइज न साउथ किनेको छ हामी चाहिँ अब यहाँबाट बस चढ्न लागिरहेका छौँ बस चढेर हिन्दू टेम्पल जाने हो कस्तो लागिरहेको छ मलाई आउँदैन त्यही भएर त अनि यसो सिक्दैछु नि के रे के रे के रे यताबाट यो हो होइन मैले चाहिँ के हेर्दा थिएँ म त पनि हेर्दै थिएँ म सोच्दै थिएँ यहाँको बस स्टपबाट चढ्नु के हिँडेरै जाने खोजेँ क्या राजेश आज जता खुल्छ त्यतै हिँडिहाल्ने कुन चाहिँ नम्बर गाडी जाँदो रहेछ हेर्छु मनाली त त्यसमा फर्स्ट बस छैन फर्स्ट बस भन्ने ल्याएको छ त नि हामी कहाँ जाने हो जानु चाहिँ यो वेलिङटन पनि म कटेको छु यार उता जाने म्यान्चेस्टर जाने बेला यो हुँदै उता उता वेलिङटन क्यूबाट यही त हो नि वेलिङटन क्यू 7:10 मा कति 14 नम्बर गाडी आउँछ वेलिङटन आम हो यो त आम ए क्यू देखेन त्यहाँ मुनिपट्टि ए क्यू वेलिङटन पुच्ची बस स्टेसन त्यस्तो 14 नम्बर गाडी आउँछ 14 नम्बरको गाडी 16 मा पुगेर अनि 12 मिनट वाकिङ गर्नुपर्छ यो मोबाइल त तलबाट निक्लिन्छ त अति हो यार यहाँको पनि होइन च्यातिसक्यो क्या च्यातिमा चाहिँ होइन साइडबाट च्याते अलिकति बाँकी छ यो पनि त्यहाँबाट पनि झर्न सक्छ 12 मिनट हिँड्नुपर्छ त्यहाँबाट अनि उर्मिला घरमा फ्री हुने बेला हो र 16 मा ओर्लिने 10 मा चढ्ने 6 मिनट गाडी चढ्यो अनि नभए त हिँडेर पुगिन्छ होला त नि हो 40 मिनट छ धेरै टाढो छ यार 6 मिनटमा चाहिँ बस कति चाँडो चाहिँ हिँड्छ र हो ए क्या होइन कति रे बस नम्बर कति रे 42 ओए के हो भाइ नेपालको गल्ली जस्तो लाग्यो क्या चुरोट खानालाई जहाँ पनि फोटो खिच्दा मेरो एउटा
फोटो खिच्दा पनि हो के हो भाइ नेपालको कुन ठमेलको गल्ली जस्तो लाग्यो यसरी बस्नलाई अहिले त हल्का ब्रिज पनि हाल्नु न 14 नम्बरको गाडी ल म धेरै राम्रो छु उसले खिच्न चाहिँ कसरी खिच्छौ भन्ने म अचम्म पर्छु नराम्रोको मान्छेको लिलको त्यसरी खिच्दा भएदेखि छुट्टै कुरो हुन्थ्यो ल लिले यहाँ बस्छ यतिको कन्फिडेन्स चाहिँ हुनैपर्छ है तर टेम्पो जानको लागि हिँडेको भन्थ्यो यो कुरा त भनेको थिएन अब हो त भन्दिनँ भयो नि फेरि अहिले घर गएर अस्ति नगए जस्तो रुन थाल्यो भने टेन्सन मात्रै पर्छ प्रसादहरू खाने सब भन्ने कि अनि त्यो मजाले वाला भिडियो बनाउनु पर्छ खोइ हो राजेश हो खोइ हो राजेश हो मैले त मान्छे मार्न जस्तो देखाएको छ होला है ज्यानले पनि एक दुईजना त मरक मुरुकै बनाइदिइहाल्छु म त भिडियो हाल्यो भने पनि यो त पाउँदैन भनेर भन्छ हाल्नै पाउँदैन यस्तो भिडियो भनेर भन्छ होला के बोल्यो भाइ के बोल्यो ल के हो स्ट्रेस निकाल त्यो खाइसकेपछि खुसी हो क्या फेरि उनीहरूलाई एकचोटि त्यही भएर त एक तान्छ त मक्खबाट पाइसकेपछि त अब 300 खुसी हो क्या स्ट्रेस सब धुवामा फालिदिन्छ उसले रिस सब धुवामा कोही खानेवाला होइन किन नाम पनि पढ्नु भएको छ त अनि पुरा ब्रान्डेड मात्र पिउनु हुन्छ त्यो मात्रै हो त्यो हटपट खाँदैन नि त उसले त्यो सस्तो मस्तो खाँदैन धेरै छ तपाईँको 7 अप पिएको देखेर थाहा भइसक्यो खै यहाँ लिफ्ट स्टेसन अगाडि खिचिदिन्छु तपाईँको फोटो म फोटो खिचिदिन्छु म एउटा सर The next train to arrive at platform 15 will be the Prince 130 Express service to Saltburn. Calling at York, Thirst, Northampton, York, Thornby, Middlesbrough, Redcar Central and Saltburn. This train has 3 carriages. This is a security message. If you see something that doesn't look right, Station Cataract and outside Air Street Station. यो दुईजना चाहिँ खन्जुवाहरू हो जहाँ गयो त्यो जहाँ त्यो खानेकुरा भेट्यो त्यहाँ गएर यसरी किन्न थालिहाल्छ सपिङ गर्न थालिहाल्छ यता दुईजनाको चोइस एउटै हुँदैन फेरि यता हो यता हो यता निस्किरहेको छ दिदी
आजको यात्रामा धेरै पछि हाँस्नुभयो दिदी होइन, तर कति 5 घन्टा पछाडि हाँस्नुभएको दिदी?